के भन्नु अब उ भइहाल्छ निको यो झोला त त्यहाँ स्कुटरमा हाल्नुपर्ने रहेछ है छोरा केही हुन बोल्दैन बाइकमा त डर लाग्छ कि त्यो उसमा भयो बिस्तारै चलाइ बाइकको पावर खतरा हुन्छ नि अन्त नि गोरो हुने लामो कपडा लगाउने झल्यो गाइस कन्टेन्ट बन्यो छोड्यो तेल होइन त्यो सफा गरेको बेलाको पानी होइन फेरि यो खै तेलै होला स्टार्ट अर्को गियर 2 गियरमा चढेन कि फेरि त्यहाँनिर खाल्टो रहेछ क्या अनि त्यही भएर पनि खुट्टा अड्याउन सक्यो खाल्टो रहेछ कि खाल्टो हामी यताबाट ल्यायो नि त अनि त्यहाँनिर ठ्याक्कै उकालो जस्तो थियो अनि चढ्न सकेन सो अहिले चाहिँ हामी जोबारमा छौँ एकचोटि बाइक लडिहाल्यो गरे राम्रो काम भइसक्यो अब यहाँ के भन्छ भने यता आगो सागो लागेको छ राम्रो काम होइन तिमीले त मेरो बेनिफिट नै गर्नु तिम्रैमा यहाँ आगो लागेर कस्तो बनाएको नि आगो लागेर हो कि लाएर हो बसमा मैले सोटीलाई लगेर जान्छु होइन पछि बाइक ल्याएर त्यहाँ राखिदिने ढक्क चाबी लैजानु है तिम्रो दुध उमालेर ल्याएर छ नि त्यही भएर अहिले चाहिँ हामी यो पुगिसक्यौँ यता बताएको भनेपछि यो जोगारकै हो कसरी हेर केही छ ल हामी फाइनली पुगिसक्यौँ
ओइले आएर चिसो लगाउनुको लागि कि